यो गाडी चाहिँ रोकेर हामीलाई गर्मी नै भइसक्यो। ओइ खुट्टा बनाइदिए त्यसको बाख्रा तपाईले देख्न सक्नुहुन्छ पञ्ची तपाईहरुले उडेको उडै छ। वाउ। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। स्वागत छ साथीहरू तपाईलाई आजको मेरो अर्को नयाँ ब्लगमा। म चाहिँ धेरै दिनको पनि धेरै दिन पछाडि आइसकेको छु आज अर्को नयाँ ब्लग लिएर। मेरो साथमा हुनुहुन्छ मेरो दिदी बहिनीहरू। हेलो हेलो भन्नु। हेलो। हामीहरू चाहिँ अहिले जाँदैछौँ कान्छी फुपूको घरमा। अनि म 6 वर्षपछि गएको। म त अस्ति भर्खर गएको, 1 हप्ता पछि। अनि म पनि 1 हप्ता मात्र चाहिँ होइन है, अस्ति नै एकचोटि गयौँ। अनि अहिले चाहिँ हामीहरू 3 जना जाँदैछौँ। किनभने मलाई घरबाट जान दिनु हुँदैन कहीँ पनि, अनि म 6 वर्षपछि जाँदैछु। किनभने मलाई घरबाट जान दिनु हुँदैन कहीँ पनि, अनि म 6 वर्षपछि जाँदैछु। त्यही हो गाइस, हामीहरू चाहिँ जाँदैछौँ अहिले खुजुनाबारी। अनि अन्तिम सबै भिडियो हेर्नु होला। म चाहिँ धेरै दिनपछि अर्को भिडियो लिएर आइसकेको छु। के कस्तो लाग्छ अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। गाइस, हामी चाहिँ सफारी नभेटेर तनाव भयो। सफारी नै आउँदैन, हामीलाई चाहिएको बेला आउँदैन, कोही पनि भ्याउनु पनि हुँदैन। के भएको यस्तो गाइस। पर्खिँदा बल्ल बल्ल एउटा चाहिँ आयो कि तपाईँलाई पनि देखाइदिनु। यहाँ आउँदैछ, तर यो भिड छ कि छैन। 6 मान्छे गाइस, भिड छ त्यो अटो पनि। गाइस, कुनै सफारीले हामीलाई लानेवाला छैन क्या। तिनीहरू सबैजना भिड भएर आउँछ नि। हामी चाहिँ यस्तरी बसिरहेको छौँ। गाइस, मेरो पोज देख्नु न। गाइस हेर्नु, म चाहिँ पछाडि बोक्ने बानी हरायो अनि अगाडि बोक्दैछु। गाइस, यो गाडी चाहिँ रोकेर हामीलाई गर्मी नै भइसक्यो। के हो गाइस, हामी चाहिँ बिर्तामोट आइपुगिसक्यौँ। हुँदैछौँ हामी यहाँ सरर। टाउको दुखेर गाइस यस्तो ढिलो ल्यायो नि यो गाडीले। यताबाट जाने होला हौ। ए होइन, यताबाट होइन। अब हामीहरू चाहिँ यहाँबाट म स्ट्यान्डसम्म हिँडाउँदै लिएर जाने हो। यस्तो छ यहाँ बिर्तामोटको हल्ली चल्ली। हामी चाहिँ गयौँ साथीहरू। हामीहरू चाहिँ दिदीको घर पनि आइपुगेर हामीहरू जाँदैछौँ अहिले। अगाडि म पछाडि सेफ्टी खान। उहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ। चाहिँ कतिवटा छ दिदी? उति त भनेको क्या अस्ति भिडियो बनाउनु कहिले बाख्रा 2टा लिन जाने चारटा। कस्तो रमाइलो जिन्दगी। हेर्दैछ न काटेर छन्। गाइस, हामी चाहिँ जाँदैछौँ बाख्रा लिन चाहिँ। बाख्रा चाहिँ धेरै चाहिँ छैन होला। अनि बाख्रा पुऱ्याउनु चाहिँ कसले सघाउँछ? 2टा बाख्रा त छ नि दिदी। हामी खोला जाम। हामीहरू चाहिँ बाख्रा लिन आएको छौँ। चाहिँ कति डल्ले रहेछ। उता पनि निकाल्दै हुन्छ बाख्रा। उयो हुन्छ सुन्ता दिदी। उयो निस्माले उयो खोल्न सकिन जस्तो छ बाख्राको किल्ला। अनि म चाहिँ जाँदैछु बाख्रा लिन भन्दा पनि कतिचोटि भन्नु बाख्रा चाहिँ लिन चाहिँ। यतिकै दिदीको साथी आएको नि त। हामीहरू चाहिँ अघि आएको थियौँ अनि भिडियो बनाइन, किनकि गाडीहरूमा धेरै गीतहरू बजाउनुहुन्छ नि त। अनि ओ खुट्टा बनाइदिए त्यसको। बाख्राको खुट्टा चाहिँ बटारिएछ यहाँ चाहिँ। अनि गाडीमा धेरै गीतहरू बजाउनुहुन्छ नि त। सुन्दा त खोल्दै त त्यसलाई समाएर। होइन के जोस आउँछ यसलाई? हो क्या, खुट्टा खोल्दैन बरु। बाख्रा बोकेको यहाँ चाहिँ बाख्रा बोकेको फोटो खिचिदिनु पर्ने अरे। तर यो त यत्रो 10 केजी गरेर। अनि त्यसपछि गयो त नि अर्को त कुद। कुन हो दिदीहरूको? यो 2टा होइन?
अनि मैले चाहिँ गाडी उदी पनि त्यति धेरै भ्लग बनाइनँ अनि हामीहरू चाहिँ सुई चाहिँ अलि बनायौँ किनकि गाडीमा चाहिँ गीत बजाइराख्नु भएको हुन्छ अनि त्यसमा चाहिँ मेरो कपिराइट लाग्छ त्यही भएर चाहिँ मैले नबनाएको त्यही हो अन्तिमसम्म गाइस हामीले चाहिँ बाख्रा पनि ल्याइसक्यौँ घरछेउमा त्यसमा बाख्रा चाहिँ अनि अब चाहिँ हामीहरू बाख्रा घर पुऱ्याएर अनि फेरि दिदी चाहिँ उहाँ पढाउँदै हुन्छ अनि बाख्रा लिएर चाहिँ फेरि हामी बस्तु लिन जानेछौँ साथीहरू हामीहरू चाहिँ जाँदैछौँ गाई लिन यता छ हजुर यता हुनुहुन्छ हाम्रो दिदीहरू बहिनीहरू अनि जाँदैछु यता त्यो नराम्रो क्यामेरा देखियो गाइस हाम्रो दिदीको गाउँ चाहिँ यस्तै छ यस्तो सुन्दर ठाउँ तपाईँहरूले देख्न सक्नुहुनेछ दिदी देखाइसकेको त सिरु घारी पनि रहेछ ओ सिरु घारी हुने बित्तिकै उहाँ चाहिँ खुसी हुनुहुँदो रहेछ अब यस्तो वस्तु लिन आएको कि त भिडियो बनाउन आएको हेर्नु गाइस कति धेरै सिरु फुलेको छ तपाईँहरूले देख्न सक्नुहुन्छ ए सिरु त होइन त काँस पो हो त यो त नि दिदी चाहिँ उहाँ हुनुहुन्छ हामीहरू चाहिँ सबै मिलेर जाँदैछौँ यस्तो सिरु घारीतिर म चाहिँ अगाडि जान्छु किनकि यहाँ मलाई डिस्टर्ब हुन्छ नि त मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला यस्तोमा चाहिँ कसले भिडियो बनाउनु भएको छ कमेन्ट गर्नु होला गाइस हामीहरू चाहिँ डुल्दैछौँ खोलामा मेरो भिडियोमा चाहिँ कति गाई छ मैले त उठेदेखि सुतेसम्म जब म क्यामेरा यस्तरी खोल्छु तबसम्म म गाइज भन्छु फोटोसुट हुँदैछ यी खोलाको बगरमा खोला चाहिँ एकदम सफा छ यहाँको खोला चाहिँ त्यस्तो उयो छैन मतलब हाम्रोतिरको जस्तो हाम्रो घर छेउको चाहिँ फोहोर छ क्या फोहोरहरू फ्याँक्छन् नि त तर यहाँ चाहिँ त्यस्तो छैन हाम्रो दिदी चाहिँ पर जानुभयो हामी चाहिँ यतै बस्यौँ साथीहरू भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला जे जस्तो भए पनि आज चाहिँ म थोरै भए पनि भिडियो पोस्ट आज चाहिँ गर्दिनँ यो पोस्टलाई चाहिँ यो भिडियोलाई चाहिँ म भोलि पोस्ट गर्नेछु ऊ पर झुलुङ्गे पुल देख्नु सक्नुहुन्छ तर त्यहाँ कहिले पुग्नु आम्मा म त्यत्रो पर त नजाने साथीहरू उता पनि भिडियो खिच्ने यता पनि भिडियो खिच्ने ऊ चाहिँ सानो बच्चा जस्तो चकचक गर्दै हुनुहुन्छ कि गाई चाहिँ हेर्नु त बच्चाले के गरेको हो यस्तो भुत जस्तो देखिया यो चाहिँ निस्माको घर बनाउँदैछु जानकाको लागि भत्काउँदैछु भत्काइदिएँ मैले भन् त चकचक सानो नानीको जस्तो छ चकचक चाहिँ कति वर्षको बच्चा होस् सुन्दा चाहिँ पर एक्लै जानुहुँदैछ दिदी पनि त्यतै हुनुहुन्छ चाहिँ अनि हामी चाहिँ खोलामै यतिकै बसिरहेको छौँ पानी हेर्दै घुगी यस्तो सफा पानीमा घुगी हुन्छ घुङ्गी त फोहोर पानीमा पो हुन्छ त होइन साथीहरू पहाड त्यो अँध्यारो देखिरहेको छ पहाडतिर चाहिँ हुसे लागेछ है हुसे नै होला अनि आजदेखि चाहिँ पत्रीमा पनि हुसे लागेको थियो मैले भन्नु अगाडि नै मेरो साथीहरूले भनिदिनुहुन्छ तर हो आज चाहिँ पत्रीमा पनि हुसे लागेको थियो के हो वस्तु चाहिँ ल्याउँदै हुनुहुँदो रहेछ उहाँ चाहिँ नि हामी चाहिँ खोलामा गएनौँ किनकि खोलामै छुम छुन्नु चाहिँ तर उहाँ पर चाहिँ गएनौँ किनकि टाढा थियो उहाँ पर थियो अनि हामीलाई अल्छी लाग्यो अनि सुन्ता दिदीले चाहिँ सगम्बो हाम भनेको नभन्न म भनेको भन्न माछा भए पो पकाउनु गाइस यो निस्मा चाहिँ माछा पकाउनु गएको अरे गाइज भन्दिनँ भन्दा पनि के भनेर सुरु गर्ने नै थाहा हुँदैन त्यही भएर मैले चाहिँ गाइज भनिदिइहाल्छु है उहाँ नकुदेको कुदै चाहिँ मलाई चाहिँ एकदम अल्छी लाग्छ कि यस्तो के भन्छ यस्तो खोलातिर मतलब खोइ रमाइलो गर्न आउँदैन क्या मलाई के भएको यस्तो अब चाहिँ हामी वस्तु लिन आयौँ अनि अब वस्तु लिएर चाहिँ हामीहरू घर जानेछौँ अनि अब भिडियो त यस्तै हो गाइस अनि के कस्तो लाग्छ भनिदिनु होला भनेर पनि 20 चोटि भन्दा ज्यादा भइसक्यो मैले भनेको चाहिँ तरै पनि तपाईलाई बुझ्नुहुन्छ र अहिलेसम्म भिडियो हेर्दै हुन्छ भने थाहा छ मैले के भन्दैछु भनेर चाहिँ खोइ म के बोल्छु मलाई नै थाहा हुँदैन अनि यहाँ चाहिँ म माछा देखाउँछु ल तर माछा चाहिँ छ छैन म चाहिँ यता अर्को खोलातिर आएँ तपाईँलाई माछा देखाउँछु ल माछा चाहिँ छ कि छैन है माछा चाहिँ नि
खोलामै छिर्नु पर्ने हुन्छ नि माछा ओइ हिले गाइस हिले 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 यो चाहिँ सानो हिले है तर तपाईँलाई मैले माछा देखाइदिएँ माछा हेर्नु है सङ्लो पानी भए पो देखिन्छ भन्दा पनि यतिको त सङ्लै हो त्यसो देख्नु पनि साथीहरू म चाहिँ सानो सोले बोल्दैछु कि किनकि ठुलो सोले बोल्यो भने त माछा साछा भाग्छ यहाँ पनि छ मिसमा हिले हेर्न आइज न यहाँ आयो हिले अब पक्राउमै देखाइदिन्छु यहाँ आइपुग्यो दुईटा हिले वाउ गयो 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 कहाँ हो उ त्यो ढुङ्गामा ए देखेँ अर्को छ खै अलि सिद्रा छ सिद्रा यति त के गर्नु सानो सानो सिद्रा यही हो हाम्रो माछाहरू चाहिँ अलिअलि कस्तो दामी यहीँ पुग्ने उ त के हो सिङ ठिकै छ साथीहरू अब चाहिँ हामी घर जान लागेको छौँ माछाहरू पनि देखाएँ त्यति धेरै चाहिँ छैन र पनि जस्तो मैले देखाइदिएको नि उहाँ सुन्ता दिदी साथीहरू अहिलेसम्म भिडियो हेर्नुभएकोमा तपाईँहरूलाई धन्यवाद अब हामी नेक्स्ट भिडियोमा भेट्ने छौँ अनि अहिलेसम्म लाइक कमेन्ट अनि सेयर अनि सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ कृपया गरिदिनु होला थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई बाई